इस्माइलको जन्म आफ्नी पत्नी साराईबाट अब्राहमको कोही सन्तान भएको थिएन, तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई। साराईले अब्राहमलाई भनिन्, हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्द गरिदिनु भएको छ। यस कारण मेरी कमारी कहाँ जानुहोस्, सायद त्यसबाट मेरो निम्ति सन्तान हुन सक्छ। अब्राहमले साराईको कुरा माने अनि तिनी हागार कहाँ गए र त्यो गर्भवती भई। जब हागारले म गर्भवती भएछु भनी थाहा पाई, तब त्यसले आफ्नी मालिकनीलाई तुच्छ दृष्टिले हेर्न लागि। साराईले अब्राहमलाई भनिन्, म माथिको अन्याय तपाईकै शिरमाथि परोस्। मैले आफ्नी कमारी तपाईकै काखमा दिए र त्यो गर्भवती हुने बित्तिकै मलाई तुच्छ दृष्टिले हेर्न लागि। परमप्रभुले तपाईँ र मेरो बीचमा इन्साफ गरिदिउन्। तर अब्राहमले साराईलाई भने, हेर, तिम्री कमारी तिम्रै हातमा छे, त्यसलाई जे गर्न मन लाग्छ त्यही गर। तब साराईले त्यससित कठोर व्यवहार गर्न लागिन् र त्यो तिनको सामुन्नेबाट भागेर गई। परमप्रभुका दूतले त्यसलाई उजाड स्थानमा सुरतिर जाने बाटोकै पानीको मूलनिर भेटाए र तिनले सोधे, ए साराईकी दासी हागार, कहाँबाट आइस र कता जाँदैछेस? त्यसले भने, मेरी मालिकनी साराईको सामुन्नेबाट भाग्दैछु। परमप्रभुका दूतले त्यसलाई भने, तेरी मालिकनी कहाँ फर्केर जा र तिनकै अधीनमा बस। तँ गर्भवती छेस र तैँले एउटा छोरा जन्माउने छेस। तैँले त्यसको नाम इस्माइल राख्नु, किनभने परमप्रभुले तेरो दुःख हेर्नु भएको छ। परमप्रभुका दूतले फेरि त्यसलाई भने, म तेरो वंशलाई यति औधी बढाउने छु कि त्यो धेरै भएकोले गन्न सकिने छैन। बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो र इसाकले दूध खान छोडेको दिन अब्राहमले एउटा ठूलो भोज दिए। तर मिश्री हागारले अब्राहमबाट जन्माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्। यसै कारण तिनले अब्राहमलाई भनिन्, यस कमारीलाई त्यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसाकसँग उत्तराधिकारी हुन पाउने छैन। आफ्नै छोरा भएकोले यो कुरा अब्राहमलाई साह्रै नराम्रो लाग्यो। तर परमेश्वरले अब्राहमलाई भन्नुभयो, त्यो बालक र तेरी कमारीको निम्ति तैँले चिन्ता नगरी साराले तँलाई जस्तो भन्छे सोही बमोजिम गर, किनकि इसाकबाट नै तेरो वंशको नाम रहनेछ। म त्यस कमारीको छोराबाट पनि एक जाति खडा गर्नेछु, किनभने त्यो पनि तेरै सन्तान हो। अब्राहमले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए र बालकलाई पनि त्यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्सेवाको उजाड स्थान हुँदो डुल्न लागि। जब मशकको पानी सिद्धियो, तब तिनले बालकलाई एउटा पोथ्रा मुनि छोडेर आफै चाहिँ उतापट्टि एक काँडले पार गर्ने दूरीमा बसी, किनकि मैले यो बालक मरेको हेर्न नपरोस् भनी त्यसले मनमा सोची। अनि हागार त्यहाँ बसेर डाँको छोडी छोडी रुन लागि। परमेश्वरले बालकको स्वर सुन्नुभयो अनि परमेश्वरका दूतले स्वर्गबाट हागारलाई हपारेर भने, ए हागार, तँलाई के दुःख पर्यो? न डरा, किनभने बालक भएको ठाउँबाट त्यसको स्वर परमेश्वरले सुन्नु भएको छ। उठ गएर बालकलाई उठा र त्यसको हात बलियो गरी पक्री नै राख, किनभने म त्यसबाट एउटा ठूलो जाति खडा गर्नेछु। तब परमेश्वरले तिनका आँखा खोलिदिनु भयो र तिनले एउटा पानीको कुवा देखी र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई। परमेश्वर त्यस बालकको साथ रहनुभयो। त्यो बढ्दै गयो र उजाड स्थानमा बसेर एक धनुधारी बन्यो। त्यो पारानको मरुभूमिमा बस्थ्यो र त्यसकी आमाले त्यसको लागि मिश्रबाट एउटी पत्नी ल्याइदिई।